गाइज है अगाडि चाहिँ वाटरफलिङ भइरहेको भ्यू त कहाँ छोड्न सकिन्छ ओ मागो ट्रु लभ नाइस नाइस यही हो बुर्ज खलिफा भनेको तपाईँको चाहिँ बर्दुबेको पोर्ट भन्ने ठाउँ हो कहाँदेखि आउनु पर्यो भन्नु त हामीले बर्दुबेबाट आउने ओके बेस्ट भ्यू के त्यो त्यो हामी चाहिँ यो अब चाहिँ दाइ यो कुन ठाउँ हो यस्तो बाबा नाइट भ्यू छ हेर्नु त डाउन टाउन एरिया हो गाइज होइन हेलो गाइज वेलकम टु माई न्यू ब्लग है आजको ब्लगमा हामी चाहिँ कहाँ गइरहेछौँ दाइ हामी बुर्ज खलिफा कि कहाँ जाने हो आजको ब्लगमा चाहिँ हामी चाहिँ उहाँ चाहिँ दिपेश दाई अनि त्यसपछि चाहिँ सन्तोष हामी चाहिँ तिनजना गाडी हाम्रो त्यहाँ छ अब चाहिँ बुर्ज खलिफा घुम्न गइरहेछौँ गाइज है त ल जाउँ रमाइलो हुने भयो त्यसो भए होइन त्यो जाउँ बसौँ बसौँ दाइ बसौँ हाम्रो दिपेश दाईले ड्राइभिङ गर्दै हुनुहुन्छ अनि त्यसपछि म दिपेश दाई सन्तोष पाण्डर त्यसपछि गए हामी लगाइ है हामी चाहिँ अब चाहिँ बुर्ज खलिफाको यात्रा होइन दाजुभाइ जान गइरहेको हामी चाहिँ रमाइलो छ होइन विश्वको सबभन्दा ठुलो मेरे ओ बाबरिया बली है उमरिया लगाइ है हामी चाहिँ यो अब चाहिँ दाइ यो कुन ठाउँ हो यो बर्दुबेको कुन ठाउँ हो ल गाइज है यो चाहिँ पोर्ट यहाँ चाहिँ सबै चाहिँ पोर्टहरू चाहिँ यही हुन्छन् होइन भिआइपी पोर्टहरूदेखि लिएर चाहिँ सबै यही हुन्छन् अब हामी चाहिँ तपाईँको चाहिँ यहाँ 6 बजे मात्र चाहिँ बुर्ज खलिफामा त्यो वाटर सो हुने रहेछ अनि त्यही भएर चाहिँ अहिले भर्खर 6 बज्यो अब 6:10 भयो अनि उता जान चाहिँ आधी घन्टा लाग्छ सो द्याट चाहिँ अहिले नै अब यो आधी घन्टा यहाँ घुमेर अनि त्यसपछि यहाँदेखि उता जान्छौँ अनि त्यो भएर फेरि त्यही भएर चाहिँ दाइले चाहिँ यता लिएर आउनुभयो यहाँको चाहिँ भ्यू एकदम राम्रो छ कि गाइज होइन यो बर्दुबेको पोर्ट भन्ने ठाउँ हो मलाई नि खासै यसको बारेमा थाहा छैन अब चाहिँ यसो घुमौँ हामी यहाँ जस्ट अब पुग्यो अब एकछिनमा चाहिँ म दाइलाई सोधाइदिन्छु म भन्दा नि यो ठाउँको बारेमा चाहिँ दाइलाई बढी जानकारी छ अब अगाडि अगाडि घुम्दै गरौँ न गाइज है यहाँ पनि एकदम भ्यूज राम्रो छ हेर्नु त ल यस्तो भ्यूज छ ल आमा वन्डरफुल वन्डरफुल ल एकछिनपछि हामी चाहिँ वर्ल्डको सबभन्दा हाइएस्ट टलेस्ट बुर्ज खलिफा जान्छौँ गाइज है त ल लगाइज है एकछिन हामी चाहिँ यहाँ फोटोसुट गरेँ अनि त्यसपछि तपाईँको यो भ्यूज हेर्नु त कस्तो राम्रो भ्यूज छ होइन त्यो सबै गरेर अब यहाँको चाहिँ लगभग 6 बजेर 15 मिनट भयो अनि 6 बजेर 15 मिनट भइसकेपछि त अब मिनिमम पनि 15-20 मिनट यतादेखि बुर्ज खलिफा त्यही हो गाइज ऊ त्यही नै हो बुर्ज खलिफा भनेको ऊ त्यो देखिरहेछ त्यसपछि चाहिँ हामीलाई चाहिँ यहाँदेखि 15-20 मिनट लाग्छ अनि त्यही भएर चाहिँ अब हाम्रो चाहिँ यहाँ फोटोसुट सबै भइसकेको छ गाइज अब तपाईँको चाहिँ यो एरिया घुम्न मात्र आएको थिएँ अनि फोटोसुट भयो अब हाम्रो टाइम जान लाग्यो अनि योको बारेमा चाहिँ यो कहाँदेखि आउन सकिन्छ भनेपछि म चाहिँ यहाँ दिपेश दाईलाई सोधिदिन्छु अनि त्यसपछि चाहिँ उहाँले नै भन्नुहुन्छ हेलो दिपेश दाई ल मलाई यो भनिदिनु न यो एरिया चाहिँ कहाँदेखि आउनु पर्यो भन्नु त हजुर 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 ओके हजुर हजुर ओके हजुर 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 ओके हजुर हजुर ए अनि यो चाहिँ कहिले के इस्टाब्लिस भएको थियो के थाहा छ तपाईँलाई ओके ए हामी चाहिँ यसलाई चाहिँ भिआइपी एरिया भन्न सक्छौँ होइन त्यसो भए दुबईमा कुनै पनि मान्छे भिजिटमा आउन खोजिरहेछ भनेपछि यो पनि कुनै चाहिँ हुनसक्छ होइन हो यो किनकि तपाईँको याटहरू छ नि त अब ठुल्ठुलो याटहरू अघि हामीले देखाएको थियौँ त्यो चाहिँ अरू केही भन्न चाहनुहुन्छ दाइ यो बारेमा ठिक छ लगायत है अब यहाँको बारेमा चाहिँ त्यही नै हो तपाईँले घुम्न चाहनुहुन्छ भनेपछि बर्दुबई मिना बजारदेखि चाहिँ तपाईँको हो अब चाहिँ जाने टाइम भइसक्यो लगायत अब त्यही सिधै चाहिँ बर्दुबईमा उतै गएर चाहिँ बर्दुबईमा गएर चाहिँ भेटौँ ल ओके ल लगाइज है हामी चाहिँ अब चाहिँ त्यही ऊ त्यो हाम्रो चाहिँ बुर्ज खलिफा डेस्टिनेसन त्यहाँ गयो किनकि चाहिँ अब छिटो त्यहाँ चाहिँ वाटरफल हेर्नुपर्छ ल लगाइज है उता गएर भेटौँ ल त जाऊ र यहाँ जातिको भइरहेछ यहाँ लाइट साइड वाला पुग्यो यार
लगाइ है अब चाहिँ हामी चाहिँ सिधै बुर्ज खलिफा गएर चाहिँ भेटौँ है त लगाइ है उता हेर्नु त ल आर्ट है यार्टहरू कस्तो राम्रो छ सबै लगाइ है यहाँ हेर्नुहोस् त यस्तो राम्रो राम्रो आर्टहरू के हो यो लग्जरी होइन लग्जरी सिप बन्ने ठाउँ हो हजुर 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 यो अब ड्राई डक्स भन्ने एरिया यो सबै ड्राई डक्स यो सबै ड्राइभर्समा पर्छ होइन त वर्ल्डको धेरै जस्तो हाम्रो यो जो सिपिङको सामानहरू हुन्छदेखि लिएर अहिले बन्ने सामान जति सबै दुबईमै छ कि ए यतै छ ए त्यही भएर त्यस्तो राम्रो अट्र्याक्टिभ छ यो पुरै समुद्रको छेउमा होइन यो चाहिँ बाटोमै पर्छ त्यही भएर चाहिँ तपाईँहरूलाई चाहिँ देखाएको अब चाहिँ हामी चाहिँ छिटै पुगिहाल्छौँ बुर्ज खलिफा 10 देखि 15 मिनटमा पुग्छौँ झनेगन त मौका पाएर छ भने मैले लगाइ है अब चाहिँ हामी चाहिँ बुर्ज खलिफा पुग्न थाल्यो हेर्नु त ल यस्तो बाबा नाइट भ्यू छ हेर्नु त डाउन टाउन एरिया हो यो गाइज होइन डाउन टाउन एरिया ल आमा के साह्रो राम्रो हो लगाइज हामी एकछिन पछि पुगिहाल्छौँ ल लगाइज है दुबईको नाइट भ्यू है यो दुबईको डाउन टाउन भन्ने ठाउँ हो ल लगाइज है अब चाहिँ हामी चाहिँ बुर्ज खलिफातिर जान लाग्यौँ किनकि पार्किङ पाएको थिएन अनि सोधेर चाहिँ पार्किङ चाहिँ हामीले उता गऱ्यौँ अब चाहिँ यहाँदेखि 10 मिनट हिँडेर चाहिँ बुर्ज खलिफा फाइनली चाहिँ पाइन्छ गाइज है यहाँको भ्यूज हेर्नु त आज यो यता चाहिँ ईद छ गाइज है त्यही भएर यहाँको हेर्नु त वान अफ द बेस्ट के वान अफ द बेस्ट एन्ड फेभरेट प्लेस के मैले भने नि अहिलेसम्म अब त्यहाँ टिकटकमा फेसबुकमा मात्र हेरिन्थ्यो यहाँ चाहिँ दुबई होइन बुर्ज खलिफा भन्ने तर चाहिँ फाइनल्ली गाइज आज चाहिँ पुगिन्छ है त छिटो छिटो हिँडेर जानुपर्छ गाइज ल है गाइज है फाइनली अब चाहिँ बुर्ज खलिफा पुग्यो है त ल ऊ त्यही हो हेर्नुहोस् ल अब यहाँ चाहिँ मान्छेहरू चाहिँ यसरी लाइन लाग्ने रहेछन् किनकि ऊ त्यो फोटो खिच्नलाई किनकि यो फोटो चाहिँ ठ्याक्कै तपाईँको चाहिँ देखिने रहेछ कि यहाँ फोटो खिचेपछि देखिने रहेछ हाम्रो चाहिँ बुर्ज खलिफा त्यही हो गाइज डेस्टिनेसन हेर्नु त वान अफ द बेस्ट भ्यू के त्यो हो फाइनली यति सुकुन आमा के म भन्न सकिरहेको छैन गाइज होइन यति खुसी छु कि म वान अफ द बेस्ट के यहाँको भ्यू यस्तो हेर्नु त ल यस्तो भ्यूमा तपाईँको चाहिँ यस्तो नजारा यहाँ चाहिँ झन् ईदको बेला चाहिँ यस्तो भयो गाइज होइन अब चाहिँ लगाइज है फाइनल्ली हाम्रो त्यो डेस्टिनेसन यहाँ पुग्यो है लगाइज है अगाडि चाहिँ वाटरफलिङ भइरहेको छ म तपाईँलाई अब देखाउँछु ल छिटो 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 जाउँ दाइ यो भ्यू त कहाँ छोड्न सकिन्छ ओ मागो ट्रु लभ नाइस नाइस ओ नो सक्यो लाग्नु सक्यो गाई अलि ढिलो पुग्यो सक्यो ल ठिक छ केही छैन लगाइज है बुर्ज खलिफा यही चाहिँ हो हाम्रो चाहिँ फाइनल डेस्टिनेसन अनि फेरि यहाँ चाहिँ याट हो पानी चाहिँ अब भर्खर हामी चाहिँ अलिक ढिलो पुगे गाइज होइन ढिलो पुगेको कारणले चाहिँ अब के गर्ने त दौडिँदा अब ढिलो पुगे त्यही पनि ठिक छ गाइज अझ अरू बिल हेरौँ न है त ल लगाइज है बुर्ज खलिफाको अब लाइटिङ सुरु भयो गाइज है आज 2025 साल ईद चाहिँ म यो बुर्ज खलिफा मनाइरहेको छु गाइज होइन खासमा चाहिँ पहिलादेखि नै सपना थियो बुर्ज खलिफामा चाहिँ यहाँ घुम्न आउँ यताउति दुबईको यो सिनहरू यो ब्युटिफुल माहौल होइन वान अफ द बेस्ट के युरोपभन्दा नि कम छ त युरोपभन्दा नि बेस्ट छ के यो बुर्ज खलिफा हो गाइज हाम्रो होइन मैले अहिले हेर्नु त ल यो सबै होटलहरू हो तपाईँको चाहिँ यहाँभन्दा यता चाहिँ यो खोलाहरू यता अहिले चाहिँ यता वाटरफल हुन्छ त्यहाँ चाहिँ वाटरफल हुन्छ गाइज है तपाईँहरूलाई पनि अब आउनु छ भनेपछि एकचोटि चाहिँ पक्कै मेरो सल्लाह लिनुहोस् एकचोटि चाहिँ जसरी भए पनि भिजिट गर्नुहोस् यो भ्यूज हेर्नु त गाइज म चाहिँ यो भिडियोमा देखाएर पनि वर्णन गर्न सकिरहेको छैन तर वान अफ द बेस्ट प्लेस के फेभरेट के गाइज होइन यहाँ आएपछि मनलाई यति सुकुन मिल्छ कि म भन्नै सकिरहेको छैन गाइज वान अफ द बेस्ट प्लेस के लगाइज है अब चाहिँ यहाँ चाहिँ वाटरफल हुन्छ म त्यो चाहिँ तपाईँलाई देखाउँछु अघि चाहिँ हामी चाहिँ अलिक ढिलो पुग्यौँ अनि एकैछिन मात्र भएको थियो वाटरफल अनि तपाईँको यो हेर्नु यहाँ पुरै फुलमा चाहिँ लाइटिङ हुन्छ गाइज यहाँको भ्यू हेर्नु नाइस 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 लगाइज है अब चाहिँ हामी चाहिँ सबै यो तपाईँको चाहिँ बुर्ज खलिफादेखि लिएर चाहिँ यो सबै होटलहरूदेखि लिएर सबै हेरिसकेँ अब चाहिँ हामी चाहिँ घर गइरहेको गाइज है दिपेश दाई अगाडि हुनुहुन्छ पछाडि सन्तोष छ म छु अनि त्यसपछि अब चाहिँ हामी चाहिँ घर जान थालेर गाइज होइन किन टाइम पनि भइसक्यो घर गएर
खाना पकाउनुपर्छ खानुपर्छ गाइज है अब चाहिँ यस्तै भिडियो कन्टिन्यू हेर्नुको लागि चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु ल गाइज है ल गाइज है अब चाहिँ हामी दाजुभाइ सबै चाहिँ दिपेश दाइ अब चाहिँ घर जान लागेको सबै सिद्धियो यस्तै भिडियो हेर्नुको लागि चाहिँ अब चाहिँ विभिन्न ठाउँ छ पानजुमेरादेखि लिएर बिचहरू सबै देखाउँछु गाइज तपाईँहरूलाई चाहिँ आजको भ्लग चाहिँ लाइक गरिदिनु पर्यो है सब्सक्राइब गरिदिनु पर्यो आउँदै गर्छ ल गाइज है अबको चाहिँ आउँदो भिडियो चाहिँ अरू पनि हेरिदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला गाइज हामी चाहिँ अब चाहिँ घर गए यही हो बुर्ज खलिफा भनेको तपाईँको चाहिँ है ल गाइज है लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला बाई बाई